नमस्कार, म राजेन्द्र पौडेल। नेपालको राजनीतिमा आधी झैँ उदाएका पात्र हुन् रवि लामिछाने। दर्शकबिन, उनले राजनीतिक जीवनमा भोगेका उतार चढावको बारेमा आज हामी एउटा संक्षिप्त विश्लेषण गर्नेछौँ। आशा छ तपाईँलाई यो भिडियो मन पर्नेछ। मन परेमा लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला र यो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। नेपालको समकालीन राजनीति र सञ्चार क्षेत्रमा एकसाथ गहिरो प्रभाव पार्ने व्यक्तित्वका रूपमा उदाएका रवि लामिछाने एउटा यस्तो नाम हो जसले परम्परागत सोच र संरचनालाई चुनौती दिँदै नयाँ सम्भावनाको ढोका खोलेका छन्। सामान्य परिवारमा जन्मिएका उनले आफ्नो जीवन यात्रा कुनै राजनीतिक वंशबाट होइन, सङ्घर्ष, परिश्रम र साहसका आधारमा निर्माण गरेका हुन्। सञ्चारकर्मीका रूपमा उनले आम जनताको आवाज उठाउँदै सरकारी निकायका कमजोरीहरूलाई उजागर गर्दै समाजका परिवर्तनको चेतना फैलाउने काम गरे। विशेष गरी जनताको आवाज बोल्ने शैलीका कारण उनी छिट्टै लोकप्रिय पनि बनेर लाखौँ नेपालीको विश्वास जित्न सफल भए। अमेरिकामा श्रम गरेर जीवनको अनुभव बटुलेका उनी पछि नेपाल फर्किएर सञ्चार क्षेत्रमा सक्रिय भए र त्यही लोकप्रियतालाई आधार बनाएर राजनीतिमा प्रवेश गरे। भ्रष्टाचार विरुद्धको स्पष्ट धारणा, सुशासनको प्रतिबद्धताले उनलाई नयाँ पुस्ताको आशाको प्रतीक बनायो। उनको जीवन केवल सफलता मात्र होइन, उतार चढाव, विवाद र सङ्घर्षले भरिएको कथा पनि हो। नागरिकता विवाददेखि राजनीतिक यात्रासम्मका चुनौतीहरू पार गर्दै उनले आफूलाई एक दृढ र प्रभावशाली नेताका रूपमा स्थापित गरेका छन्। नेपाल फर्किसकेपछि उनले मिडियालाई आफ्नो हतियार बनाएर कार्यक्रम सिधा कुरा जनता मार्फत उनले भ्रष्टाचार, अन्याय र जनताको समस्या उठान गर्न थाले। उनको शैली फरक थियो, निर्भीक, सिधा, कहिलेकाहीँ आक्रामक पनि। जनता जोडिँदै गए, हरेक जनताको मनमा बस्न सफल भए। कार्यक्रम एकदमै चर्चित भयो। तर यहीँबाट भयो उनको अर्को सङ्घर्ष, सत्ता र शक्तिसँगको टक्कर। यति हुँदै गर्दा उनको लोकप्रियता त बढ्यो, तर विवाद पनि उत्तिकै बढ्यो। उनीहरूको नागरिकता विवाद, अदालतका मुद्दाहरू, गिरफ्तारी र रिहाई, यी घटनाले उनको जीवनमा ठुलो उतार चढाव ल्याए। एक समय यस्तो आयो जहाँ उनी हिरासतमा थिए, तर बाहिर उनका समर्थक सडकमा उनको पक्षमा नारा लगाइरहे। यो केवल एक व्यक्तिको सङ्घर्ष थिएन, यो विश्वास र विरोधको युद्ध बनिसकेको थियो। रवि लामिछाने केवल मिडियामा सीमित रहन चाहेनन्। उनले सोचे, समस्या देखाउने मात्र होइन, समाधान पनि गर्नुपर्छ। त्यसपछि जन्मियो राष्ट्रिय स्वतन्त्र पार्टी RSP। नयाँ सोच, नयाँ अनुहार र पुराना दलप्रतिको असन्तुष्टि जनताको आशा। यस पार्टीले नयाँ पुस्तालाई त आकर्षित गर्यो नै, पुराना दलप्रति असन्तुष्ट जनतालाई पनि विकल्प दियो। 2069 सालको निर्वाचनमा RSPले प्रत्यक्षमा 7 सिट र समानुपातिकमा 13 सिट गरेर 20 सिट लिएर आए र फेरि उपचुनावमा 1 सिट थपेर संसदमा 21 जनाको बलियो उपस्थिति बनायो। निर्वाचनपछि रवि लामिछाने नेपाल सरकारका गृहमन्त्री पनि बने। उनको छोटो कार्यकालमा प्रशासन सुधारको राम्रो प्रयास भएको देखिन्छ। सुरक्षा व्यवस्थामा ध्यान दिएको, सुशासनको सन्देश दिएको रवि लामिछानेका गृहमन्त्री हुँदाका कामहरू हुन्। तर कानुनी विवादका कारण उनले त्यो पद गुमाउनु पर्यो। उनको नागरिकता विवादले गर्दाखेरि नागरिकता नै खारेज भयो र अन्ततः अनागरिक बन्न पुगे। पछि पुनः उनले नागरिकता लिइसकेपछि राजनीतिमा भने सक्रिय नै रहिरहे। उनको जीवनमा धेरै पटक यस्तो अवस्था आयो, निकै आलोचना, विवाद र पद गुमाउनेसम्मको अवस्था। दुईचोटि गृहमन्त्री बने, तर छोटो समयका लागि। नेपाली काङ्ग्रेसले सहकारी काण्ड निकालेर बोल्नसम्म नदिएको अवस्था थियो। संसद अवरोध गर्ने, अन्ततः छानबिन समिति बन्यो। छानबिन समितिले उनलाई दोषी नहुँदै जेलसम्म जाने वातावरण बनाइयो। उनको जीवनमा धेरै पल आए जब उनी तल झरे,
जब उनलाई आलोचना गरियो, जब उनको निर्णयमाथि प्रश्न उठ्यो, तर प्रत्येक पटक उनले कमब्याक गरिरहे। यही उनको विशेषता हो। जेलमा समय बित्दै थियो। नक्कु जेलमा रहँदै गर्दा भाद्र 23 र 24 जहाँ जेएनजीको ठुलो आन्दोलन भयो र ओली प्रधानमन्त्री रहेको सत्ता ढल्न पुग्यो। सो सत्ता ढलिसकेपछि उनी बाहिर निस्किएर चुनावको माहौल बनाउन लागि परे। सोही क्रममा उनले पार्टीलाई सङ्गठन बलियो बनाउनको लागि स्वतन्त्र रूपमा रहेका बालेन शाहलाई आफ्नो पार्टीमा भित्राए र एउटा जनताको मनमा बस्न सफल रवि लामिछाने र बालेन शाहको एउटा यस्तो सम्मिश्रण बन्यो जुन सम्मिश्रणले देशमा चुनावमा लगभग 2/3 नजिक उनीहरूको पार्टीले सिट हासिल गर्यो। आज उनै रवि लामिछाने देशको सबभन्दा ठुलो पार्टीको सभापतिको रूपमा र देशको प्रधानमन्त्रीको रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएका छन्। निकै साहसिक यात्रा पार गरेर आज यो सफलता हासिल गरेका छन्। उनलाई हाम्रो पनि शुभकामना। देश बनोस्, पार्टी बनोस्। हस्त मलाई बिदा दिनुहोस्। नमस्ते।